तर त्यो मान्छे धन्यको जसले भन्छ प्रभु तपाईँको सामु म कहिले देखा परौँ, तपाईँले मलाई कहिले देख्नुहुने, मेरो हृदय धन्यवादले भरिएको छ। यद्यपि अहिले मैले रिजल्टलाई देखिरहेको छुइनँ होला, तर तपाईँ जस्तो परमेश्वरहरू कुनै छैन। मलाई निगाह गर्नुहुने, मलाई जीवन दिनुहुने, मलाई नाउँ कारिकन बोलाउनु हुने तपाईँ झै अरू कोही पनि छैन। आज बेलुकी तपाईँको हृदय नै कुन चाहिँ कुराले भरिँदैछ? के भरिँदै हुनुहुन्छ धन्यवादले, के भरिँदै हुनुहुन्छ प्रशंसाले, कि प्रश्नले भरिएको छ, अशान्तिले भरिएको छ? तर अशान्तिलाई नि हामी आनन्दमा परिणत गर्न सक्छौँ। हामी भन्न सक्छौँ उहाँले अझै पनि नयाँ काम गर्न सक्नुहुन्छ। जीवन उहाँमा छ, शान्ति उहाँमा छ, चङ्गाई उहाँमा छ, आनन्दको भरपुरी उहाँमा छ। उहाँको नाउँ पुकारा गर्दै गर्दा हामी छुटकारातिर बढ्न सक्छौँ, हामी आनन्दतिर सर्न सक्छौँ, हामी जीवनतिर सर्न सक्छौँ। सो यो बेलुकी तपाईँको हृदय कुन चाहिँ कुराले भरिँदैछ? आराधनाभित्र पस्न अगाडि नै एकछिन चेक गर्नुहोस् आफैलाई। म चाहिँ यो भन्छु, म धन्यवाद साथ आएको छु। मेरो हृदय धन्यवादले भरिएको छ। उहाँको कृपालाई सम्झना गर्दै गर्दा, उहाँको छुटकारालाई सम्झना गर्दै गर्दा, उहाँले गर्नुभएको कामलाई सम्झना गर्दै गर्दा म आनन्दित हुन्छु। हरेक दिन उहाँले आश्चर्य कर्म गर्नुहुन्छ। आराधनाको योग्य चाहिँ उहाँ मात्र हुनुहुन्छ। सो आउनुहोस् एकछिन आफैलाई तयार बनाउनुहोस् आराधना गर्नको निम्ति। हृदयलाई तयार बनाउनुहोस्। तपाईँ यो कोठाभित्र आइपुग्नु भयो, अब आराधना गर्नुपर्ने रहेछ, यहाँ वर्शिप लिडरले लिड गर्दैछ, अब आराधना गर्नुपर्ने रहेछ भनेर होइन। यस कारणले आराधना गरौँ किनभने उहाँ चाहिँ योग्य हुनुहुन्छ। म यो कोठाभित्र आइपुग्नु नै प्रभु तपाईँको कारण हो। तपाईँलाई भेट्नको निम्ति यहाँनिर छु म। तपाईँलाई खोज्दै म आएको हो। तपाईँको वचनले यो भन्छ खोज्नेले चाहिँ भेटाउँछ। ओ प्रभु म तपाईँलाई खोज्दै आएको हो। येशू